उहाँले बालबालिकाको शिक्षा स्वास्थ्य र भविष्य कसरी नष्ट गर्छ भन्ने हामी देख्नेछौँ। उज्यालो भविष्य सुनिश्चित गरौँ। उज्यालो भविष्य सुनिश्चित गरौँ। बाल विवाह बन्द गरौँ। रामजी, ए रामजी, कता हुनुहुन्छ? एकदिन बाहिर आऊ। ए हजुर, मन्त्रीजी पो भयो त। नारायण रामजी, नारायण नारायण। बसेर कुराकानी गरौँ न त। बुढी, ए बुढी, कहाँ गइथियो? ए बाहिर जाऊ त। हजुर बुढा, आए त सरकारी सेवाकै थिए। पण्डितमा नारायण नारायण। नारायण नानी। अनि पण्डितजी, तपाईँ चाहिँ के खानुहुन्छ? गर्मी छ, चिसो खाऊ न हजुर। बुढी जाऊ त, फ्रिजमा त्यहाँ चिसो होला लिएर आऊ त। ए हुन्छ, म लिएर आइहालेँ नि। अनि तपाईँ के कसो काम ल्याउनु भयो? बुढी खाँदै ठुलो काम त होइन हजुर। छोरीको विवाह गरिदिनुहुन्छ कि भनेर राम्रो केटो भेटिएको थियो, तर मेरो छोरी त अहिले सानो पो छ त। हजुर गाउँमा पानीमा चलन छ, गरिदिनुहोस् न। गरिदिनु भयो भने जिम्मेवारी पनि कम हुन्थ्यो। छोरी नमान्नु नि त। अब तपाईँहरूको घर कमला गर्नुहोस्। केटो एकदम राम्रो छ हजुर। मेरो यात्राको केटो हो। बिचरा ठुलो बाबामा चाँडीमा मरिगए। एकदम राम्रो छ, धन सम्पत्ति पनि कमाएको छ। अब तपाईँहरूको विचार। हुन्छ, हामी पनि हेरौँला, छोरीसँग कुरा गरौँला। हाम्रो आर्थिक अवस्था पनि अलिक कमजोर छ पण्डितमा। हामी पनि छोरीसँग कुरा गर्छौँ नि। हुन्छ नानी, सामान्य रूपमा बिहे गराउँला न, के छ र? अनि तपाईँले केटो चाहिँ कहाँदेखि भेटेको पनि? केटो त हजुर सानैदेखि मैले पालेको मेरो यात्राको केटो हो। अब 70 सालको भूकम्पमा बाबामा मरिगए। मेरो यात्रामा आएर बसेको छ, धन सम्पत्ति टन्न कमाएको छ। भोजपुरको केटो हो हजुर, राम्रो छ। केटोको फोटो हेर्न पाए हुन्छ नि त। अहिले तत्काललाई फोटो दिइरहेको छैन हजुर। अब पछि कुरा गरौँला न, केटैसँग भेटेर। ठिकै छ त। अब हामी एकछिन घरमा गइहेर्छु नि त। त घरसम्म गएपछि मलाई फोन गर्नु होला। अहिलेलाई म लागेँ। नारायण हजुर, नारायण नारायण। बुढी, ए बुढी, छोरीलाई बोला हेरि त सल्लाह गर्नुपर्छ। छोरी, ए छोरी, मलाई किन बाहिर आउने? एकछिन बाहिर आइज त। छोरी, तिम्रो बिहे मैले हामीले गरेको छु। माइक लागि भने त आऊ छोरी। मेरो भलाइ गरेको छ, मेरो आमा होइन। मलाई त तनाव पो छ त। अहिले शिक्षक आएपछि कुरा गर्नुपर्छ। नमस्कार, बस्नुहोस्। तिमी किन निराश भयो? के भयो तिमीलाई? तर मेरो घरमा एकदमै तनाव भइरहेको छ। ए तिम्रो विवाह अझ तिमी कति वर्ष पुग्यौ र? तिमी 30 वर्ष लागेको छैनौ भइरहेर। हो नि, विवाह गर्नु भनेको कानुन विपरीत हो। हामीले यस विवाहलाई रोक्नै पर्छ। यसको बारेमा हामीलाई प्रहरीलाई खबर गर्नुपर्छ।
ठुलै हजुर तपाईँले गरिदिनु पर्यो अनि हजुरको पहाड घट्नु हो फुलहरू मेरो जुबेर आउनु भएको है तपाईँको पो कहाँ भयो ए मेरो पनि यस्तै हो अब पाहाडबाट यसो भनिएर आएको अनि त्यहाँबाट म बस्छु त आउनु न अब बहिनीको अलिक ढिलो गर्ने रहेछ कि भित्र लुगा लगाउने थिएँ अनि अब यदि नगरी घर बजार पाल्नै सकिँदैन